नमस्कार सम्पूर्ण दोलखावासीहरूलाई होइन। अनि मेरो टिकटक फेसबुक हरेक सामाजिक सञ्जालमा जोडिनु भएको मेरो दाजुभाइ दिदीबहिनी आमाबुवा सम्पूर्णलाई होइन नमस्कार। मैले चाहिँ खास यो भिडियो अलिकति 4 मिनटको हुन गयो होइन। यो चाहिँ किन बनाउन खोजेको भने अहिले जुन चुनावको प्रसङ्गलाई लिएर मैले चाहिँ यो भिडियो बनाउँदैछु। राम्रोसँग अन्तिमसम्म हेर्नु होला होइन। त्यसपछि चाहिँ तपाईँहरूले त्यसमा केही प्रतिक्रियाहरू दिन मन लाग्यो भने दिनु होला कमेन्टमै होइन। मैले चाहिँ के भन्न खोजेको भने अहिलेसम्म जति भनौँ न 64 सालदेखि मैले थाहा पाएको 64 सालदेखि चुनाव भयो होइन। लगभग प्रत्यक्ष जनताले होइन निर्वाचित गरेर त्यतिखेरदेखि नै हामीले चाहिँ जिताएर जुनसुकै दलबाट पनि पठायौँ केन्द्रमा होइन। केन्द्रमा पठाउँदाखेरि दोलखाबाट मन्त्री नहुने मान्छे नै भएनन्। हरेकचोटि मन्त्री भए होइन। मन्त्री भएअनुसार त्यो पनि गौरीशङ्कर गाउँपालिकाकै प्राय है। सुरुमा राज्य मन्त्रीदेखि लिएर होइन हरेक मन्त्री पदहरू सम्हाल्दै आउनुभएको छ हाम्रा अग्रज हाम्रा काका दाजुहरू र हाम्रा अग्रज नेतागणहरूले होइन। हामी पनि त्यही हिसाबले गाउँको विकासको निम्ति विकास हुन्छ कि भनेर होइन त्यसरी नै लागेका पनि छौँ, लागिरहेका छौँ होइन। तर कस्तो के चाहिँ समस्या छ भने दोलखामा हाम्रो जुन गौरीशङ्कर पनि म खास सुरीको भएकोले गर्दाखेरि सुरीको चाहिँ परिवेशमा भन्नुपर्दाखेरि म 63 सालतिर मैले थाहा पाएअनुसार हामी नेटवर्कको लागि पनि भनौँ न संसार त विकसित त भइसक्यो, सञ्चार माध्यममा पनि अगाडि छ भए पनि सुरी तिनेखुमा चाहिँ अब नेटवर्कको प्रब्लम तल भोरलेदेखि लिएर होइन सबैमा नेटवर्कको प्रब्लम होइन। भने राम्रोसँग फोन कन्ट्याक्ट गर्नु पऱ्यो भने पनि अनि जुन 63 सालमा हामी डाँडातिर आएर टक्क फोन यसो डाँडामा ठडाएर नेटवर्क आउँछ कि भनेर चरीकोटको नेटवर्कको भर गर्थ्यौँ। त्यस्तै भएको छ। त्यो 63 भनेपछि अहिले 83 भइसक्यो। 20 वर्षको उसमा पनि 63-83 भनेपछि 20 वर्षको अन्तरमा पनि केही विकास त्यही सञ्चार माध्यममा पनि भनौँ न एउटा फोन कन्ट्याक्टको उसमा पनि छैन होइन। अब अहिले वाइफाईको जमाना आइसक्यो। ल ठिक छ वाइफाई त पैसा हुनेले राख्ने हो होइन। सबैसँग पैसा त नहुन नै सक्छ नि त होइन। सबैले वाइफाई नै राख्न सक्छन् त्यो क्षमताको छन् भन्ने पनि छैन नि होइन। अब मेरै कुरा गर्नुहुन्छ भने म नै राख्न सक्दिनँ होइन। त्यही भएर हरेकचोटि एउटा भत्केको रोडलाई उ गरेर भनौँ न एउटा बाटो बनाएर भोट माग्दै जाने म यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु होइन। त्यहाँ जुन भनिरहेछन् जनताहरूले गुनासो गरिरहेको त सामाजिक सञ्जालबाट पनि देख्नुपर्ने हो नि सबैले होइन र। सामाजिक सञ्जाल के को लागि? सूचना प्रवाह गर्नको लागि हो नि। सूचना प्रवाह कसरी गरिन्छ? अनि कमेन्ट त्यो यो पार्टी यस्तो ऊ पार्टी यस्तो फलानु यस्तो ढिस्कानु यस्तो भनेर कमेन्टमा उ गरेर जुधेर मात्रै त हुँदैन नि। त्यसमा त्यो समस्या के छ त्यो समस्यालाई हल गर्ने कसरी गर्ने भनेर त्यसरी हल गरियो भने त स्वत ल यसरी चाहिँ विकास गरेका छन् यसरी विकास उन्मुख नेता हुन् भनेर यदि हेर्नुहुन्छ भने गौरीशङ्करको जति नेताहरू जुनसुकै पार्टीबाट पनि एकचोटि मन्त्री त भएको नै छन् होइन। सुरुचोटि 64मा पनि हुनुभयो। त्यसपछि 64 पछि 64 5 69 70मा पनि हुनुभयो। 74मा पनि हुनुभयो होइन। पालिकाको त कुरै नगरौँ स्थानीय सरकार त त्यही अब एरियाको नै भइहाल्यो। अनि उत्तरी बेल्ट दक्षिणी बेल्टमा त के हो थाहा भएन। तर उत्तरी बेल्टमा यति समस्या छ कि अब सञ्चारको दुनियाँ अब कहाँबाट एआईको जमाना आइसक्यो। अनि हाम्रो दुनियाँ चाहिँ अझै पनि मोबाइल यसो ठाडो पारेर होइन नेटवर्क आउँछ कि भनेर डाँडातिर धाउनु पर्ने। त्यही भएर यो चाहिँ सबैले सेयर गरेर होइन यसलाई चाहिँ सबै